So hello, namaste, welcome back to my channel. आज चाहिँ माघे सङ्क्रान्तिको अघिल्लो दिन हो। हाम्रो घरमा चाहिँ के छ त्यो देखाउन गइरहेको छु। हेर्नु होला, बोल्न आएर धेरै हल्लाएर चाहिँ यहाँ चाहिँ मम्मीले के अरे यहाँनिर के भन्छ यो पत्रेको लागि पिठो हुन्छ यहाँ पनि सुक्छ भनेर पार्नुहुँदैछ। अनि यहाँ चाहिँ सेलको लागि भनेर भर्खरै मैले पिठो पेलेर ल्याएँ। अब सेलको लागि पत्रे बोल्नुहुन्छ। अब के हुन्छ हेर्दै जानु होला। म गर्छु मेरो भिडियोहरू दिन्छु हेर्दै होला। सो गाइस म चाहिँ के भन्छ पिठो देखाएको छैन मलाई थाहा छैन। पिठो चामलको के अरे के भने मैले सेलको लागि पिठो भिजाउँदैछौँ। यो चाहिँ मैले भर्खरै पिलेर ल्याएको थियो। यो पुरै भिजाउँदैन। यहाँ मम्मीले सुजी हाल्नु बेसिक सेलको लागि भनेर लिनको लागि। मेरो त सोरै नराम्रो आइरहेको लुगा। आयो भन्नु मजाले बोल्ने होइन। हाम्रो घरमा अब फेरि सुरु हुँदैछ भुजाको लड्डु बनाउन। यहाँ लड्डु बनाउन यता आन्टीले बनाउँदै हुनुहुन्छ। मेरो त उता मम्मी फेरि आफ्नै काममा बिजी, उता दिदी फेरि आफ्नैमा बिजी। म मात्रै हो यहाँ काममै नभएको मान्छे त। काम भयो नि नगर्ने मान्छे रे म चाहिँ। बसेको छैन म बिहान 9 बजी उठेर देखाएर अब केही कहीँ बसेको छैन। यता बेल्दै हुनुहुन्छ मम्मीले। टिभीमा आउँछ फेरि त्यो काट्न नपाइ है। अटोमा
गोलीबाला हुँदैन उनीहरूको के गोलीबाला उज्यालो देखाएको छैन होला यति धेरै पत्रे अनि त्यो चाहिँ भुजाङ लड्डु दुइटा चाहिँ यो दुइटा चाहिँ अनि बाहिर सेल खोल्दैछ मैले एकछिन खोलेको थियो अनि मलाई चाहिँ हल्लायो अँध्यारो छ कि त्यहाँ त्यही भएर खोल्नै मन लागेन अनि उठेर हिँड्दा गर्दैछु आज चाहिँ के भन्छ सङ्क्रान्तिको दिन होइन बिहान हामीले पुस्दै हुनुहुन्छ कतिखेर बन्दैछ अनि यतातिर त्यति बनिसकेछ चाहिँ चाकु यो राम्रोसँग बन्दैन हाम्रो घरमा कहिले पनि अरू बाहिर बन्दैन यो चाहिँ सङ्क्रान्ति लागेर ढलेको मान्छे खाँदेर जाडो महिनामा खाँदैछ म चाहिँ भर्खरै उठेको अब म पनि खान्छु अनि त्यसको चाहिँ यहाँ दिदी कसरी भ्लग गर्दैछ नानीले क्वालिटी कसरी न सबैबाट पिछाडेर यहाँ थाइल्यान्डको पिछाडेको ठाउँमा आएर बसिरहेको छु तपाईँलाई सबैलाई हाली मागेर पक्राएको मेरो ड्युटी टाइम भयो Video